तिर्नुपर्ने झन्डै 318 अर्ब जति हामी तिर्दाखेरि नेटमा ऋण धेरै थपिएको छैन। तर ऋण मात्र निरपेक्ष ढङ्गले हेर्ने होइन, ऋणलाई जहिले पनि अर्थतन्त्रको आकारले भाग गर्ने, डेटलाई जीडीपीको रेसियोको रूपमा हेर्दाखेरि चाहिँ हामी अन्तर्राष्ट्रिय मुद्रा कोषको परीक्षणमा, उनीहरूको विश्लेषणमा, उनीहरूको सुधार सुझावका रेकमेन्डेसनहरूमा पनि हामी लो स्ट्रेसमा पर्छौँ। कर प्रशासनले दुःख दिने नियत राख्यो भने शब्द कमामा टेकेर करदाताहरूलाई दुःख दिने, हैरानी पार्ने, झन्झट पार्ने र बिस्तारै घुसखोरी प्रवर्तन गर्ने अभ्यासहरूबाट हामी परिचित छौँ। दफा 9 मा माननीय हर्कराज राईले यो अनुसूची 1 को शीर्षकमा पेट्रोलमा प्रति लिटर 15 को सट्टा 5 रुपियाँ राख्नुपर्ने, हाई स्पिड डिजलमा हरित कर दर प्रति लिटर रुपियाँ 13 को सट्टामा 3 रुपियाँ राख्नुपर्ने भनेर कर नीति नै प्रस्ताव गर्नुभएको रहेछ। बजेट आएको 1 महिना भयो, पर्याप्त हामीले छलफल गरेका छौँ। अझै पनि भ्रम रहिरहेको मैले पाएँ। समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु। होइन, म महिनाकै लाखौँ कमाउँछु तर राज्यले मलाई नचिनोस्, म करको दायरामा पनि आउँदिनँ भन्ने हो भने त्यो अब समग्र नागरिकता सम्बन्धी, हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू, राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला। पटक स्वास्थ्य क्षेत्रमा हामीले झन्डै 1 खर्ब लगानी गरेका छौँ, झन्डै 95 करोड अर्ब छ। यो स्वास्थ्य समताबाट आएको त केही अरबहरू उठ्ला। स्वास्थ्य बिमाको अहिले व्यापक चासो छ। जम्मा 10 अर्ब विनियोजन गरिएको थियो गत साल। राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न नगर्ने भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। रोपिएका धेरै बिउहरूले चाहिँ आगामी वर्ष चाहिँ यो पुँजीगत खर्चको यो परम्परागत हबीगत हामी तोड्छौँ भन्ने आत्मविश्वास छ। आजका मितिसम्म पनि जम्मा 35%, गत सालको बजेटको कार्यान्वयन जम्मा 35% भएको छ। आशा गरौँ असार मसान्तसम्ममा यो 50 नाग्ला। फरेन एक्सचेन्ज भनेको असाध्यै दुर्लभ स्रोत हो नेपालको लागि। त्यो थप दस्तुरहरू शुल्कहरूको त्यो बोझ, 1 करोड दायित्व थियो भने उसको 10 करोड पुगिसकेको छ। ऊ कि विदेश भाग्नु पर्यो कि टाँट पल्टेर यहाँ परिचय नै परिवर्तन गरेर समाजमा लुकेर बस्नुपर्ने भयो। त्यस्तो समाज त हामीले कल्पना गरेका होइनौँ। कि त्यो युनिटको थ्रेसहोल्ड हामी बढाउँछौँ कि केही पैसा रकम प्रति युनिट घटाएर भार चाहिँ नपर्ने गरेर अगाडि जाँदैछौँ। र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा, त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ। नेपालमा अहिले पठाओ, इनड्राइभ, याङ्गो लगायतका राइड सेयरिङ सेवाहरू, प्लेटफर्महरू सञ्चालनमा छन्। तिनले गरेको कारोबार अरबौँमा छ। फलानुले त गजब कमाउँछ, एकदम सक्रिय ल फर्म होला, उसको मेडिकल प्र्याक्टिस होला, यिनले करको दायरामा आएका होलान्, करका दर तिरेका होलान्। यसमा ठुलो विवाद छ नि समाजमा। अनौपचारिक रूपले भन्नुपर्दा एउटा कारण के भन्दा रेटै अप्रेसिभ भइदियो। तपाईँ 40%, 50%, 80% हुनु भनेको ऊ तिर्दैन, त्यो कर तिर्दैन, ऊ छल्छ, ऊ भागी हिँड्छ। अनेक उपाय लगाएर 10वटा कम्पनी खोलेर भए पनि उसले आफ्नो करको दायित्व घटाइरहेको हुन्छ। यो अस्वाभाविक होइन, यो विश्वव्यापी समस्या नै हो। हाम्रा छोराछोरी महँगा बढीमा पर्दा 2-4 हजारको फरक नपर्ला, तर सर्वसाधारणका मान्छेलाई 1 रुपियाँ नथप्दा स्कुलमा भर्ना नगर्दाको पीडा त्यो तपाईँ हामीले बुझ्न सक्नुपर्छ। हाम्रो ढिला सुस्ती काम हुन्छ, अनि फेरि अर्को आर्थिक वर्ष पनि 40% मात्र पुँजीगत खर्च भयो भन्ने अवस्था चाहिँ आउनु भएन। यसप्रति हामी सजग हुनुपर्छ, योजनाबद्ध रूपमा काम गरौँ र प्रगतिलाई पनि ट्र्याकिङ गरौँ। व्यापार गर्ने, व्यवसाय गर्ने जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरू आफूलाई अनसेक्युर फिल गर्छ। एउटा व्यापारमा लगानी गरिन्छ तर एभ्री टाइम चाहिँ उहाँहरूलाई मनमा के आउँछ कि अब करको दायरा फेरि बढ्यो भने के हुन्छ भनेपछि हामी व्यवसाय मैत्री
र स्टेबल कर चाहिँ हुनुपर्छ, जसले गर्दाखेरि व्यवसायमा कोही लगानी गर्छ भने त्यो लङ टर्मसम्म आफूलाई सेक्युर फिल गरोस्। सम्मान्य सभामुख महोदय, मान्यज्यूहरूले संशोधन प्रस्ताव मार्फत र अहिले खुला छलफलमा राख्नुभएका विषयहरूमा मेरो ध्यान आकर्षण भएको छ। म केही कुराहरूको त्यसको सम्बोधन गर्न चाहन्छु। मान्य यशोदा बरालले यो शिक्षा स्वास्थ्यमा लगाइएको शुल्कले भुइँ मान्छे गरिबहरूलाई असर गर्छ भनेर कुराहरू राख्नुभयो। यो विषयमा बजेट आएको 1 महिना भयो, पर्याप्त हामीले छलफल गरेका छौँ। अझै पनि भ्रम रहिरहेको मैले पाएँ। यो करले भुइँ मान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75 to 80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले, घर परिवारले करिब 300 रुपियाँ जति कन्ट्रिब्युट गरिदियो भने आफ्नो बालबालिकाको लागि 10,000 उसले निजी स्कुलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले। त्यसबाट 300 रुपियाँ, 3% भनेको त्यति हो। त्यो 300 रुपियाँ चाहिँ यता हाम्रो झन्डै 3/4 बालबालिका, नेपाली बालबालिकाहरू, भुइँ मान्छे, सीमान्तकृत समुदाय, दलित समुदाय, सबै गरिब निम्न आय भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्याउनको लागि त्यो थोपा सङ्कलन गरेर एउटा परिवारबाट 300, अर्कोबाट 300, त्यसरी मैले एउटा काल्पनिक बेन्चमार्क तय गरेर भनेको त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु। 64 सालमा यहाँहरूकै सरकारले चाहिँ सुरु गरेको थियो, बिचमा यसलाई थेक्न नसकेर फिर्ता गरियो। तर अहिले हामीले यसरी शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आम्दानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ। र बालबालिकामा निजी क्षेत्रमा, निजी स्कुलमा गरिएको खर्च पनि 25,000 रुपियाँसम्म कर कटौती गर्न सकिने भनेर भनिएको छ। होइन म महिनाकै लाखौँ कमाउँछु तर राज्यले मलाई नचिनोस्, म करको दायरामा पनि आउँदिनँ भन्ने हो भने त्यो अब समग्र नागरिकता सम्बन्धी, हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू, राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला। तर यो सर्लक्कै मध्यम वर्गमा भार नपरोस् भनेर यतापट्टिबाट हामीले दिएको छुटको लाभ पनि लिँदै जे जति रकम यहाँबाट उठ्छ हामीले सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको व्यापक रूपान्तरणको लागि खर्च गर्नेछौँ। यसपटक स्वास्थ्य क्षेत्रमा हामीले झन्डै 1 खर्ब लगानी गरेका छौँ। झन्डै 95 अर्ब छ। यो स्वास्थ्य समताबाट आएको त केही अरबहरू उठ्ला। स्वास्थ्य बिमाको अहिले व्यापक चासो छ। जम्मा 10 अर्ब विनियोजन गरिएको थियो गत साल। राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँती रहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो। तर यही आम्दानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा सङ्कलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा भुइँ मान्छे र गरिबकै लागि ल्याइएको यो पहल हो। मान्य आशुष गजुरेलले पुँजीगत खर्चबारे, अब यो अहिलेको अर्थ विधेयकसँग त्यति सम्बन्धित होइन, तर यहाँको आशय चाहिँ खर्च होस्। कता चाहिँ गएर जोडिन्छ परोक्ष रूपले भने खर्च भइदियो भने राजस्व पनि बढ्छ। झन्डै 30-40% ट्याक्सेसन पनि हामीले लगाउन सक्थ्यौँ। त्यसैले खर्च हुनु पनि राम्रो हो। हाम्रो यो आर्थिक वर्षको अन्त्यतिर
खर्चमा द्रुतता आयो भने हाम्रो राजस्वका लक्ष्यहरू पनि मिट हुने हुनाले त्यता पनि हाम्रो चासो चाहिँ छ। तर आगामी वर्षदेखि अहिले बजेटमा रोपिएका धेरै बिउहरूले चाहिँ आगामी वर्ष चाहिँ यो पुँजीगत खर्चको यो परम्परागत हबीगत हामी तोड्छौँ भन्ने आत्मविश्वास छ। आजका मितिसम्म पनि जम्मा 35%, गत सालको बजेटको कार्यान्वयन जम्मा 35% भएको छ। आशा गरौँ असार मसान्तसम्ममा यो 50 नाग्ला। तर आगामी वर्ष हामी यसलाईमा ठुलो रूपान्तरण गर्ने लक्ष्य लिएर गरेका छौँ। रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने, पूर्व तयारीमा निर्मम बन्ने र अन्ततोगत्वा हाम्रो नियत र क्षमतालाई समुचित परिचालन गर्यौँ भने चाहिँ हामीले यसमा हाम्रो दक्षता देखाउन सक्छौँ भन्ने विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको छ। माननीय अरविन्द शाहले राम्रा सैद्धान्तिक कुराहरू उठाउनु भयो, तर यहाँले जे उठाउनु भएको छ ती सबै अहिलेको बजेटका उद्देश्यहरू नै हुन्। ट्याक्सेसनमा प्रेडिक्टेबिलिटी होस्, भोलुन्टरी कम्प्लायन्स होस्, स्वैच्छिक कर अनुपालन गर्न सकियोस्, पारदर्शी होस्, दरहरू घटुन्, दायरा बढोस्, जुन सैद्धान्तिक कुराहरू गर्नुभएको छ टिक लाउनु भए हुन्छ। सबै यो बजेटले सम्बोधन गरेको छ र हामी जाने दिशा यही हो। पहिलो बुँदा चाहिँ बारम्बार करहरू चलाउनुहुन्न। हामीले यो पहिलो वर्ष छोटो समयमा चलाएका छौँ, अर्को वर्ष पनि अलिकति पुनर्समीक्षा गरौँला। त्यसपछि हामी यसलाई स्टडी ट्रायल एन्ड एररबाट सिक्दै एभिडेन्सले जे भन्छ त्योबाट सच्चिँदै कहीँ अलिकति ओभरबोर्ड गइयो कि अलिकति कहिलेकाहीँ यो पेन्डुलम स्विङ हुन्छ, अलि बढी भयो कि भने पनि त्यसलाई कोर्स करेक्ट गरेर एउटा स्वाभाविक मार्गमा ल्याउने दायित्व हाम्रो नै हो। नत्र मध्यम काललाई नेपालको लागि यो रेजिम ठिक छ भन्ने कुरा हामीले तय गरेपछि त्यो स्थिर रहन्छ, त्यो प्रेडिक्टेबल रहन्छ, ताकि उपभोक्ता लगानीकर्ता सबैले 5, 10, 15 वर्षको प्लानिङ गर्न सकुन्। हाम्रो दूरदृष्टि त्यो हो। त्यसैले यो 48 सालपछि यति छोटो समयमा हामीले केवल 4-5 हप्ता मात्र तयारी गर्ने मौका पायौँ। तर आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायत भन्सार दरहरू सबैमा एकैपटक कन्सोलिडेटेड ढङ्गले रिफर्म गरिएको यो एकदमै बोल्ड ट्याक्स रिफर्म चाहिँ हामीले आँट्यौँ। तर समय पर्याप्त नभएको हुनाले कहीँ अझै एडजस्ट गर्नुपर्ने कुरा यो वर्षको कार्यान्वयनबाट हामीलाई थाहा हुनेछ र अर्को वर्ष हामी घनीभूत र लामो तयारीका साथ यसलाई एउटा स्टेबल ट्र्याकमा लिएर आएर अनि अगाडि जाने लक्ष्य छ। त्यसपछि हामी यो एन्टरप्रेन्योर्सहरूलाई, इन्भेस्टर्सहरूलाई त्यो प्रेडिक्टेबिलिटीको बाटोमा लान्छौँ। माननीय संशोधनकर्ता सांसदज्यूहरूले पनि यिनै विषयमै राख्नु भएको छ। म सिलसिलेवार ढङ्गले सम्बोधन गर्न चाहन्छु। माननीय गङ्गा लक्ष्मी अवालले शिक्षा स्वास्थ्यको कुरा उठाउनु भएको छ। यहाँलाई मैले क्ल्यारिफाई गरि नै रहेको छु, तर यहाँले जनताको इस्यु हो भनेर उठाउनु भएको छ, त्यसलाई मैले सकारात्मक रूपले नै लिएको छु। अर्को एउटा चाहिँ यो विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटै सुविधा दिँदा त्यस्तो सटै सुविधा बापतको रकममा विगतदेखि नै 3% शिक्षा सेवा शुल्क लगाइँदै आएको छ। विदेशी मुद्राको बाह्य प्रवाह हुने गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट लिइएको त्यस्तो शुल्क न्यायोचित नै रहेकोले दर घटाउन वा निःशुल्क गर्न आवश्यक छैन। यसको सैद्धान्तिक धरातल के हो भने फरेन एक्सचेन्ज भनेको असाध्यै दुर्लभ, यो हाम्रो खाडीमा काम गरेका, मलेसिया कोरियामा काम गरेर विप्रेषणको रूपमा पठाइदिनु भएको हार्ड करेन्सी सञ्चित गरेर हामीले नेपालमै उत्पादन गर्न नसक्ने विकाससँग सम्बन्धित धेरै कुराहरू आयात गर्नुपर्ने हुन्छ। मेसिनहरू, उपकरणहरू जो हामी उत्पादन गर्न सक्दैनौँ, त्यसको लागि फरेन एक्सचेन्ज नै चाहिन्छ, डलर नै चाहियो, कन्भर्टेबल हार्ड करेन्सी नै चाहिने हुन्छ। र त्यस्ता रकमहरू आइडियल्ली त्यतातिर बढी खर्च गरेर नेपालको विकासको रफ्तार बढाउन पाए हुन्थ्यो भन्ने चाहना हामी सबैको हो। तर विकासको गति औसत रहँदाखेरि यत्रो दुर्लभ रूपमा सञ्चित हाम्रो विदेशी मुद्रा चाहिँ अहिले नेपालीहरूलाई नै विदेशमा पढ्नको लागि हामीले धमाधम दिइ नै रहेका छौँ। यसमा यो हदसम्मको उदारता, लचकता राख्नुपर्ने हो होइन बारे त्यो छुट्टै संसदीय बहसकै पनि विषय त्यो बन्ला। तर अहिले हामी हदैसम्मको उदारता
विदेशमा इनरोलमेन्ट हुनासाथ यहाँबाट फरेन करेन्सीबाट पेमेन्ट गरिराखेका छौँ। 1 खर्बभन्दा बढी वार्षिक हामीले हार्ड डलर्स त्यतातिर खर्च गरेका छौँ, जुनको अपर्च्युनिटी कस्ट त्यो चाहिँ विकासतिर गर्न सकिन्थ्यो हामीले लय समाउन सकेको भए। र हाम्रो मध्यकालीन दृष्टि त्यतै छ, यो दुर्लभ हार्ड करेन्सीलाई हामी विकासकै लागि खर्च गर्न सकौँ। उपकरणहरू, मसिनरी, इन्टरमिडिएट प्रडक्ट्स, स्पेसलिस्ट एक्सपर्टिज, महँगा जहाजहरू त्यतातिर किन्नतिर चाहिँ लगाउनु पर्ने हुन्छ बजेट। अहिलेलाई चाहिँ भएको रकम छ, आवश्यकता पनि छ, आम नेपाली जनताको चाहना पनि हो, अझ मध्यमवर्गीय चाहना पनि छ, देशले तान्न सक्छ केही समयलाई भनेर यो गरिएको हो। तर इट्स अ प्रिभिलेज। यो प्रिभिलेजमा तिमी 2-3% थप शुल्क तिरिदेऊ भन्नु समता उन्मुख रणनीति, नेपालको संविधानले कल्पना गरेको समाजवाद उन्मुख आर्थिक नीति र वाम राजनीतिको धरोहर प्रगतिशीलताको अंश नै हो भन्ने हाम्रो दलिल छ। मान्य पार्वती विकले पनि यिनै विषयमा उठाउनु भएको छ, त्यसको मैले सम्बोधन गरि नै सकेँ। माननीय नरेन्द्र कुमार केरुङ र माननीय निष्कल राईले संयुक्त रूपमा राख्नुभएको प्रस्ताव पनि यिनै विषयसँग सम्बन्धित छन्, त्यसले यसलाई मैले दोहोऱ्याइराख्नु परेन। दफा 46 को विषय चाहिँ यो विशेष व्यवस्था नै हो, यो विशेष व्यवस्था नै हो। जसरी नेपालको राजनीतिमा पुस्तान्तरण भयो, जसरी नेपालको राजनीतिमा छोटो समयमा एउटा राजनीतिक दलको प्रेरणादायी उदय भएको छ, उद्यमी व्यवसायीलाई पनि त्यही शैलीको एउटा फ्रेश स्टार्ट हामीले दिनुपर्दछ। 10 वर्ष अगाडि, 15 वर्ष अगाडि एउटा कर निर्धारण भयो, सायद कर प्रशासन पनि हदैसम्मको अनुदार भइदियो, त्यहाँभित्र रहेका पर्भर्स इन्सेन्टिभतिर म गइन, करदाताले पनि बुझेनन्, अल्छी गरे, विदेश गए, यहाँको दायित्वहरू चाहिँ छुट्यो र फर्केर आउँदा त्यसमाथि जरिवाना, शुल्क, दस्तुर, थप दस्तुर, ब्याजमाथि ब्याज गरेर थचक्कै बस्ने गरेको सङ्ख्या व्यक्तिगत र औद्योगिक तहमा लाखौँको सङ्ख्यामा छ। त्यसैले यो अर्थ विधेयकको एउटा बुँदा भन्नुहोस् अर्थमन्त्रीज्यू, तपाईँले जसले गर्व गर्नुभएको छ भन्नुभयो, म त्यही बुँदा दफा 46 देखाउँछु। यसले धेरैलाई अब फ्रेस स्टार्ट गरेर तङ्ग्रिएर न्यू बिगिनिङ गर्नको लागि नेपाललाई उद्यमशीलता, नवप्रवर्तन, जोखिम मोलेर ऋण काटेर नयाँ व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ। र देश बनाउने चाहिँ भन्ने भाषण हामी सधैँ गर्ने, कसरी बनाउनेमा चाहिँ कसैले नसुझाउने एउटा विधि यो पनि हो। हाम्रो जुन आइडल र सप्रेस गरेर राखिएको युवा उद्यमी शक्ति छ, त्यसलाई अब पुनर्जागृत गर्ने र एक पटकको लागि यो खालको सहुलियत र विशेष सुविधा हामीले दियौँ भने जसरी राजनीतिमा फ्रेस स्टार्ट हुन थालेको छ, उद्यम व्यवसायमा पनि त्यो फ्रेस स्टार्ट हुने आशा गरेर ल्याइएको हो। यसलाई हटाउनु पर्ने आवश्यकता म देख्दिनँ र यसमा अब अझै टेक्निकल्ली लिगल हिसाबले नै सम्बोधन गर्दाखेरि चाहिँ हामीले के भनेका छौँ भने त्यो तोकिएको कर फेरि तिर्नै पर्छ है। यो फेरि धेरैलाई भ्रम हुनसक्छ, अघि पहिलो प्रश्नकर्ताले गर्नुभएको जस्तै कोही मान्छेलाई सेकाउने भने जस्तै त्यो त आधारभूत रूपमै नबुझेको जस्तो हो। यहाँ पनि कर छुट दिएको भएन, त्यो थप दस्तुर र थप दस्तुरहरू शुल्कहरूको त्यो बोझ 1 करोड दायित्व थियो भने उसको 10 करोड पुगिसकेको छ। कि विदेश भाग्नु पर्यो कि टाँट पल्टेर यहाँ परिचय नै परिवर्तन गरेर समाजमा लुकेर बस्नुपर्ने भयो। त्यस्तो समाज त हामीले कल्पना गरेका होइनौँ। तर राज्यलाई उसले तिर्नुपर्ने जुन ओरिजिनल दायित्व छ नि, सुरुमा तोकिएको कर, त्यो फेरि तिर्नुपर्छ र त्यो कर प्लस 1% जरिवाना चाहिँ तिर र अब तिमी चोखिएर अगाडि बढ, त्यो हो। त्यसैले यो एमनेस्टी भनेर लिनुपर्ने कर पनि नलिने भने पनि होइन। तर यसको प्राविधिक व्याख्या म हजुरहरूलाई सुनाउँछु। सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भइ नसकेका मुद्दामा राजस्व न्यायाधिकरणबाट करदाताले
वा राजस्व कार्यालयले आंशिक वा पूर्ण रूपमा जितेको वा हारेको अवस्थामा करदाता वा राजस्व कार्यालयले मुद्दा दोहोर्याई हेर्न सर्वोच्च अदालतमा पुनरावेदन गरेको तर अनुमति नपाएको अवस्था हुन सक्छ। त्यस्ता करदाताको पुनः कर निर्धारण नभएको अवस्थामा अन्य सबै किसिमका मुद्दा फिर्ता लिएका, पक्यौता राखेका लगायतका अवस्थामा समेत छुट दिइएकोले सबैलाई न्यायोचित व्यवहार गर्न एक पटकका लागि छुट सहुलियत दिई नयाँ सुरुवात गर्ने लक्ष्यका साथ यो सुविधा दिइएको हो। त्यसैले दफा 46 को यस अर्थ विधेयकमा सर्वाधिक महत्त्व रहेको कुरा म मान्य सांसदज्यूहरू समक्ष मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। दफा 55 बारे मान्य नरेन्द्र कुमार केरुङ, मान्य निष्कल राईले राख्नुभएको विषय पनि लगभग समान नै छ। यो विद्युत सेवासँग सम्बन्धित संशोधन यहाँले राख्नुभएको छ। उपशीर्षक 27/16/0000 मा पर्ने विद्युत सेवातर्फ अध्ययन, परियोजना निर्माण, उत्पादन, प्रसारण, वितरण जस्ता चरणमा राज्यले कर छुट सहुलियत मार्फत ठुलो लगानी गरेको छ, अरबौं लगानी गरेको छ, 10औं अर्ब। उत्पादक आयोजनाहरूलाई अप्रत्यक्ष र प्रत्यक्ष कर छुट दिई प्रोत्साहन गरिएका छन्। तसर्थ उत्पादित विद्युत सेवा अन्तिम उपभोगका क्रममा 50 युनिटभन्दा माथिको खपतमा रिड्युस्ड रेट 5% मूल्य अभिवृद्धि कर लगाउनु पर्ने देखिएको, तर यसबाट उपभोक्तालाई थप व्यवहार नपर्ने गरी हामी मूल्य समायोजन गर्दैछौँ। मैले यो पनि पटक पटक भनिसकेँ। हामीले नेपाल सरकारको स्वामित्वमा रहेका 700-800 मेगावाट बराबरका हाइड्रो प्लान्ट्सहरू, मर्स्याङदी होला, कालीगण्डकी होला, त्यो नेपाली जनताको। अब तिनीहरूको पनि 30 वर्षभन्दा माथि भइसकेका छ, रिटर्नहरू दिइराखेका छन्। त्यो रकम अब नेपाली जनताले डिभिडेन्डको रूपमा प्राप्त गर्नु पर्यो र यसलाई हामी मूल्य समायोजनमा राखेर भ्याट आयो, बिजुलीलाई फर्मलाइज गर्ने, यसलाई ट्याक्स नेटमा हामीले ल्याउन खोजेका हौँ। अघि दर घटाउने, दायरा बढाउने भने जस्तै नेटमा ल्यायौँ, तर अन्तिम उपभोक्तालाई एक सुका पनि भार अतिरिक्त नपर्ने गरी हामी काम गर्दैछौँ। साउन 1 भित्रमा कि त्यो युनिटको थ्रेसहोल्ड हामी बढाउँछौँ कि केही पैसा रकम प्रति युनिट घटाएर भार चाहिँ नपर्ने गरेर अगाडि जाँदैछौँ। तर यो फर्मलाइजेसनको जुन दूरदृष्टिका साथ यो नीति ल्याइएको छ, योबाट हामी पछाडि हट्न मिल्दैन। मान्य हरिप्रसाद भुषालले आफ्नो संशोधन फिर्ता लिनुभयो, तर यहाँले राख्नुभएको आशय नै यो शुल्कमा प्रतिबिम्बित छ। आपतकालीन सेवा, बालरोग, क्यान्सर, मृगौला जस्ता प्राणघातक रोगबाट आर्थिक समस्याको कारण ज्यान गुमाउन बाध्य, कमजोर आर्थिक अवस्था भएका जनतालाई बनाउनको लागि इत्यादि भन्नुभएको छ। त्यो डालोमा आएको त्यो शुल्कबाट सङ्कलित रकम खर्च हुने त्यस्तैमा हो। केही नभए पनि स्वास्थ्य बिमादेखि लिएर यो क्रोनिक डिजिजेसहरूको लागि नेपाल सरकारले लामो समयदेखि जुन अनुदान दिइरहेको छ, त्यसको निरन्तरताको लागि पनि यसलाई चाहिँ परिचालन हुन्छ भन्ने आश्वासन म दिन चाहन्छु। मान्य पुष्पराज कणेलले दफा 27 को प्रसङ्गमा संशोधन चाहिँ सुझाउनु भएको छ। यो जेनजी आन्दोलनको क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्वेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा सुको पुनर्स्थापना तथा सञ्चालनका लागि त्यस्तो वस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा अन्तशुल्कमा 50% छुट दिने नीति चाहिँ यो मन्त्री परिषद 2082-65 हामी आउनुभन्दा अगाडि नै यो लागू भएको नीति हो। अब एउटा ठुलो तबकाले त्यो लाभ लिइसकेको छ, गत साल नै लिइसकेको छ र अहिले आएर अब यो आर्थिक विधेयक आउनुभन्दा अगाडि नै लागू भइसकेको, कार्यान्वयनमा गइसकेको नीति र ठुलो वर्गले यो सुविधा उपभोग गरिसकेको हुनाले अहिले आएर फेरि हामीले फरक दरले सुविधा दिन त्यति उपयुक्त नहोला भन्ने हाम्रो धारणा छ र अहिलेलाई त्यो 50% नै कायम गरेर जानुपर्छ। दफा 35 हटाउनुपर्छ भन्ने संशोधन प्रस्ताव माननीय पुष्पराज कणेलले नै राख्नु भएको छ। यसमा पनि विषय के हो भने मध्यपूर्वमा जुन समस्या देखियो
मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले यही दफा 18मा टेकेर के गर्यौँ भने यो डिजल पेट्रोल मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौँ र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ। अब मूल्य घट्दाखेरि ती साबिकका करहरूमा अलिकति बढोत्तरी गर्नुपर्छ कि पर्दैन भन्ने कुरा त्यो डिस्क्रेसन, एक्जिक्युटिभ डिस्क्रेसन चाहिँ सरकारले राख्नुपर्ने हुन्छ। मान्यज्यूले राख्नुभएको आशय 18मा तपाईँहरूले भनिसक्नु भएको छ त, दफा 18मा चाहेअनुसार थप घट हेरफेर गर्न सकिनेछ, यसलाई किन यता पनि राख्नु पर्यो भन्ने आशय मान्यज्यूको जस्तो लाग्छ मलाई। यो चाहिँ फसिल फ्युलसँगै सम्बन्धित भएर त्यसलाई त्यो बुदामा कन्सन्ट्रेट गरिएको हो। यो आफैमा यसलाई यता 18बाट पनि गर्न सकिन्छ जस्तो मलाई पनि लाग्छ, तर यो चाहिँ छिटो छिटो समायोजन गर्न परेको खण्डमा र फसिल फ्युलसँगै रिलेटेड भएको हुनाले त्यो दफा 35मा क ख ग भनेर गमा एक लाइन थपिएको मात्रै हो, त्यसलाई हटाइहाल्नुपर्छ जस्तो मलाई लागेन। दफा 42मा यो पनिरको विषय आएको रहेछ। मान्यज्यूलाई म जानकारी गर्न चाहे, म पनि यति सानो कुरा चाहिँ किन उल्लेख गरिराख्नु पर्यो, ऐनमै दुध पनिर दहीको कुरा कहाँ गर्ने भन्ने छ, तर कर भनेकै दुध दही पनिरमै लगाउने करहरूबाटै तपाईँ हाम्रो तलब सुविधा राज्य सञ्चालन गर्ने भए भएर यसलाई धेरै चाहिँ खुद्रे पनि मान्न मिलेन। तर यहाँ विषय चाहिँ गम्भीर नै रहेछ। मैले बुझ्दाखेरि दुधबाट बन्ने पनिरको विगतमा भएको बिक्रीमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने नलाग्ने विषयमा स्पष्ट नहुँदा दुध धेरै साना कृषकहरू हुनुहुन्छ, अहिले ठुलो माग पनि थियो, अनि कृषकहरूले चाहिँ दुध लगेर बुझाउनुहुन्छ। औपचारिक रूपमा दर्ता भएका बैङ्कबाट ऋण लिएर आएका हाम्रो डेरी फर्महरू होलान् चिज उत्पादन गर्ने, अनि जोबाट उसले सोर्स गरेको छ उसले भ्याट तिर्दैन, ऊ त तृणमूल तहका साधारण कृषकहरू भए। अनि त्यो जम्मै करको त अब हरेक चरणमा लाग्ने हो नि त मूल्य अभिवृद्धि कर। एउटा चरण त गायब छ, सम्पूर्ण भार चाहिँ त्यो फर्मल सेक्टरमा आएको डेरी फर्महरूले बोक्दाखेरि यो ठुलो कन्फ्युजन रहेको विषय रहेछ र वर्षौँदेखि यो थाती राखेर लाग्ने कि नलाग्ने भन्ने अन्यललाई पनि हामीले एकैपटक यो चिरेको हो। त्यसैले यसमा विषय स्पष्ट नभएका कारण बिक्रीकर्ताबाट असुल नभएको र कतिपयको हकमा कर निर्धारण भई तिर्न बाँकी भएको अवस्था विद्यमान हुँदा कर मिना गरिएको हो। तर दुधबाट बनेको पनिरमा अनुसूची 1 को समूह 3मा अहिले चाहिँ स्पष्ट गरिएकोले यो विगतको दुविधालाई सदाका लागि अन्त्य गरिदिएको, ट्याक्स अनसर्टेन्टी अन्त्य गरिदिएको हो। आगामी उसमा चाहिँ करकै अनुसूची 1मा यो उल्लेख भएको हुनाले अब यो विषय चाहिँ आउँदैन। त्यसैले यो हाम्रो अभिभावकीय दायित्व पनि हो यस्ता अनसर्टेन्टीहरूलाई एन्ड गर्दै निर्धक्क भएर उद्यम व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नुपर्छ। दफा 55मा यो भ्याटको बहुदर बारेको विषय माननीय पुष्पराज कणेलले नै राख्नु भएको छ। यो महत्त्वपूर्ण विषय हो र यसमा बजेट वक्तव्यको बुँदा नम्बर 7मा मैले के उल्लेख गरेको थिएँ भने मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गरिने व्यवस्था गरिएको र समितिबाट बहुदर लागू गर्न सिफारिस र आवश्यक भएमा सोको लागि मूल्य अभिवृद्धि कर ऐन 2052 को दफा 7मा संशोधन गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्ने गरी कानुनी व्यवस्था गरिएको मात्र हो। तसर्थ बहुदरको सम्भाव्यता सिफारिस र आवश्यक भएको खण्डमा मात्र लागू हुने गरी उक्त उपदफा 1 क राखियो। यो कन्टिन्जेन्ट मेजर हो, कथम कदाचित। हामीले यसपालि ट्याक्सेसनमा एकदमै ठुलो लक्ष्य राखेका छौँ। बढी ऋण बोकायो भन्नुहुन्थ्यो, त्यो भ्रम मैले चिरिसकेँ। डेट टु जिडिपी रेसियो लगभग स्थिर हुनेवाला छ यो वर्ष। डेट टु जिडिपी रेसियो यस वर्ष जति छ अर्को वर्ष पनि लगभग त्यही नै हुनेवाला छ, 7 खर्ब ऋण लिँदा पनि। सो यो एउटा यथार्थ मैले यो हाउसमा 2-3 चोटि राखिसकेँ। भनेपछि कहाँबाट आउँदैछ त स्रोत भन्दा हाम्रै स्रोतबाट आउने हो बजेट खर्च। 1400 मान्यज्यूहरूले भनिराख्नु भएको छ, 1405 अर्ब हाम्रो
लक्ष्य होइन, 1580 अर्ब 1580 अर्ब राजस्व आगामी साल उठाएर 175 अर्बको हाराहारीमा प्रदेश र स्थानीय तहलाई बुझाएर बाँकी रहेको पैसा मात्रै सङ्घीय सरकारले खर्च गर्ने लक्ष्य छ। कथम कदाचित एक्सटर्नल क्राइसिस, इन्टर्नल एउटा रिफर्म स्ट्यासिस भइदियो भने हामीले इमर्जेन्सी मेजर्सहरू लगाउनु पर्ने पनि हुनसक्छ र भ्याटमा बहुदरमा जाने अवस्था आएको खण्डमा अहिले नै त्यो ठाउँ हामीले राखेका हौँ। त्यहाँ त्यतातिर जान परेन, अध्ययन र सिफारिसका आधारमा त्यतातिर जान परेन भने यो स्वतः निष्क्रिय भइ नै हाल्छ। अब बहुदरकै मेरिट्सबारे यसमा कन्सेन्सस छैन। प्राज्ञिक कोणबाट एउटा इमान्दार सरकार हुँदा यो ठिक छ भन्ने र तर्क छ, तर इमान्दार सरकार रहेन भने पछि पोलिसी लबिङ, पोलिसी क्याप्चर, कुशासनका अवयवहरू यहाँ पनि प्रवेश गर्दछन्। त्यो 13 वा 15% उच्च भ्याट दरबाट लबिङ गरेर सबै वस्तुहरू तलको रेटतिर जान लबिङ हुन थाल्छ र कुशासन हाबी भएको बेलामा त्यो थेग्न सकिँदैन भन्ने एउटा प्राज्ञिक तर्क छ। अर्को पक्षतर्फ चाहिँ व्यापारीहरूले बहुदरमा जानै पर्छ भन्ने बलियो तर्क गर्ने गर्दछन् र कर प्रशासनले पनि यसमा चाहिँ यति धेरै वस्तुहरू छन् जसलाई 13 वा 15% लगाउन सकिँदैन। 13 वा 15 नलगाउने हो भने बाई डिफल्ट सुन्नामा लगेर झार्नु पर्ने छ, तर सुन्नामा रहनु पर्ने पनि ती वस्तु होइन। कहीँ इन्टरमिडिएट एउटा रेट तय गर्न सकिँदैन। 13 वा 15 धेरै हुने, सुन्ना असाध्यै कम हुने हो भने त्यस्ता केही सीमित वस्तुहरूलाई, जस्तो इलेक्ट्रिसिटी नै हुन सक्थ्यो र यसपालि हामीले रिड्युस्ड रेट भनेर 5 मा लगाएका छौँ, त्यस्ताहरूलाई चाहिँ सीमित गरौँ भन्ने यो बहस चलोस्। यो साल हामी एउटा उच्चस्तरीय अध्ययन समिति पनि गठन गर्नेछौँ। यसमा मान्यज्यूहरूको पनि इनपुट्स हामी लिउँला र यसमा मुलुकको हितका लागि जे हुन्छ त्यही हामी गर्छौँ। कथम कदाचित मल्टिपल रेटमा गयौँ भने त्यो कानुनी प्रावधान सुरक्षित गरेको मात्रै हो। अलिकति दूरदृष्टिका दृष्टिले चाहिँ नजरबाट त्यसलाई बुझिदिन हुन म आग्रह गर्दछु। अब यो राइड सेयरिङ लगायतका विषयमा यो राइड सेयरिङ सञ्चालन गर्ने व्यक्ति वा अपरेटरबाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% का दरले कर निर्धारण गरी असुल उपर गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। नेपालमा अहिले पठाओ, एनड्राइभ, याङ्गो लगायतका राइड सेयरिङ सेवाहरू, प्लेटफर्महरू सञ्चालनमा छन्। तिनले गरेको कारोबार अरबौँमा छ। त्यस्तो राइड सेयरिङ सेवा करको दायरामा ल्याउन आवश्यक छ। यस्तै विद्युत सेवा उत्पादनमै ठुलो लगानी सरकारले लगाएको अवस्थामा विद्युत सेवाको अन्तिम उपभोगमा समेत कर आरोपण गरी उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य समायोजन समेत गर्ने सरकारको नीति हो। अब यो ट्याक्सेसनमा पुराना करहरू असान्दर्भिक हुँदै जान्छन्। 15वटा पुराना ऐन त मैले पहिलो दिनमै खारेज गरेको थिएँ। 15 सालका, 17 सालका एन्टिक्वेटेड, अब त्यो हुलाक टिकट टाँस्नुपर्ने नियम भएका ऐनहरू असान्दर्भिक हुँदै गयो भने इकोनोमी इभल्भ हुँदै गर्दाखेरि नयाँ स्रोतहरू पनि ट्याप गर्नु पर्यो। अब राइड सेयरिङ हामीले कल्पनै गरेका थिएनौँ यति ठुलो ढङ्गले यसरी आउँछ होला भन्ने, तर पोलिसीको लिबरलिजम र नयाँ प्रविधिको आगमनले गर्दा यी कुराहरू सम्भव भयो। 10 वर्ष अगाडि नै हामीले भनेका थियौँ कि विश्वको सबभन्दा ठुलो होटेल कम्पनीको एउटा पनि होटेल छैन, एयरबिएनबी। विश्वको सबभन्दा ठुलो ट्याक्सी कम्पनीको आफ्नो स्वामित्वमा एउटा ट्याक्सी पनि छैन, उबर। विश्वको सबभन्दा ठुलो सञ्चार माध्यमले आफ्नो मौलिक एक लाइन पनि कन्टेन्ट जेनेरेट गर्दैन, फेसबुक। विश्वको सबभन्दा ठुलो होलसेल पसलको एउटा दोकान पनि छैन, आलीबाबा। यस्तो इकोनोमी त हामी गइसक्यौँ नि त। भनेपछि ट्याक्समा पनि हामी सृजनशील भएर अगाडि बढ्नुपर्ने हुन्छ र त्यो स्पिरिटबाट यो कर ल्याइएको हो। मान्य पुष्पराज कणेलकै विषय रहेछ, धेरै आयो मान्यज्यू। करको ज्ञाता हुनुभयो भएर उहाँले बडो रुचिका साथ आफ्नो धर्म निभाउनु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु।
दफा 57 उल्लेख गर्नुभएको छ यो 27% भन्ने शब्दहरूको सट्टा 30% भन्ने छ। अब यो 25 लाखदेखि 40 लाख रुपियाँसम्म करयोग्य आयमा 27% का दरले आयकर लगाउने गरी व्यवस्था गरिएको छ। प्रगतिशील करको सिद्धान्त अनुरूप बढी करयोग्य आय भएकालाई बढी दरमा करारोपण हुने गरी प्रस्ताव भएको छ। विगतमा 36 र 39% लाग्ने गरी अतिरिक्त करको दर कायम रहेको थियो। अब विशेष उद्योगलाई जम्मा 20%, अन्य संस्थागत आयकरको दर पनि 25% हुँदा रोजगारीको आय र प्रोप्राइटरशिप फर्मलाई मात्र अत्यधिक कर वा अतिरिक्त करको दर कायम गरिनु उचित नहुने हुँदा 27% को दर उपयुक्त नै रहेको छ। यसमा लामो विवाद छ। तपाईँले 39% टप मार्जिनल ट्याक्स राखिदिँदाखेरि हाम्रै दाजुभाइ दिदीबहिनी छरछिमेक चिने जानेका मान्छेहरूलाई यसो दिमागमा खेलाउनुहोस् त, फलानुले त गजब कमाउँछ, एकदम सक्रिय ल फर्म होला, उसको मेडिकल प्र्याक्टिस होला, यिनले करको दायरामा आएका होलान्, करका दर तिरेका होलान्। यसमा ठुलो विवाद छ नि समाजमा अनौपचारिक रूपले भन्नुपर्दा। एउटा कारण के भन्दा रेटै अप्रेसिभ भइदियो। तपाईँ 40%, 50%, 80% हुनु भनेको ऊ तिर्दैन, त्यो कर तिर्दैन, ऊ छल्छ, ऊ भागी हिँड्छ। अनेक उपाय लगाएर 10वटा कम्पनी खोलेर भए पनि उसले आफ्नो करको दायित्व घटाइरहेको हुन्छ। यो अस्वाभाविक होइन, यो विश्वव्यापी समस्या नै हो। अर्थशास्त्रमा एउटा लाफर कर भन्ने छ। रेट बढाउँदै जानुभयो भने रेभेन्यू पनि बढ्छ, तर एउटा बिन्दुसम्म। त्यो एउटा बिन्दु पछि चाहिँ रेट बढाउनु भयो भने रेभेन्यू घट्न थाल्छ। स्मग्लिङ बढ्छ, अनौपचारिकता बढ्छ, ऊ छल्छ, ऊ भाग्छ। त्यसैले एउटा यो सोझो बुझाइ कि बढी ठटाउन साथ बढी राजस्व उठ्छ भन्ने यो गलत हो। त्यसैले यस्तो रेटमा ल्याउनु पर्यो कि त्यो भोलन्टरी कम्प्लायन्स बढोस्। 20-25% तिरेर म चोखिन्छु, राज्यको नजरमा म फ्युजिटिभ सरह भागी हिँड्नु पर्दैन भन्यो भने त्यो पनि त मनको शान्तिका लागि पनि हामीले चाहिँ त्यसलाई एउटा रिजनेबल रेटमा ल्याउनु पर्ने